जुत्ने हलो यो चाहिँ यो जिरो टिलेज मेसिन भन्छ जिरो टिलेज संयोग नगरिकन डाइरेक्ट बाँझो जमिनमा अथवा चाहिँ त्यसमा चाहिँ रोप्न मिल्ने डाइरेक्ट हाम्रो यो बारीहरू छ नि यसमा चाहिँ हामीले डाइरेक्ट गएर यसबाटै बिउहरू पनि यो पाइपहरूबाट खस्छ अनि त्यसबाट एउटा पाइपबाट मलहरू पनि खस्छ टक्क लाइनमा यसले लाइन तान्छ अनि यहाँबाट मल र बिउ ट्याक्क चाहिँ लाइनमा खस्छ अनि चाहिँ डाइरेक्ट बिरुवाको नजिकै बिउको नजिकै मल पर्यो भने त्यसले चाहिँ डाइरेक्ट मल लिएर बिरुवाको उत्पादन चाहिँ बढ्छ है यति नै हो थ्रेसर भने बुझेछौ थ्रेसर त्यो मेसिन देखेछौ तिमीहरू ट्र्याक्टर पनि देखेछौ हैन कस्तो देखिरहेछ यतातिर हेर्नु त यो ठाउँमा के देखेछौ त्यहाँ अरू केही देखेको छैन त्यहाँ बिचमा लाइनहरू यस्तो केही प्लटहरू जस्तो देखेको छैन बस्नु जस्तो घर त त्यहाँ लाइनहरू यताउता देखाएको छ होइन सानो त्यो भने अनुसन्धान गर्ने ठाउँ हो परीक्षण गर्ने ठाउँ ट्रायल भन्छ त्यसलाई एक्सपेरिमेन्ट गर्ने ठाउँ अनि अनुसन्धान कसले गर्छ नि अनुसन्धान गर्ने मान्छेलाई के भन्छन् नि साइन्टिस्टहरू साइन्टिस्ट देख्यो त देखेन हौ कस्तो हुन्छ साइन्टिस्ट कस्तो हुन्छ रिसर्च गर्ने व्यक्ति साइन्टिस्ट कस्तो हुन्छन् नि कुन वैज्ञानिकको नाम थाहा छ तिमीलाई अल्बर्ट आइन्स्टाइन भनेर सुनेको छैन के पत्ता लगायो भने अनि यहाँ के पत्ता लगाउनु रहेछ उनीहरूले त बल्ब पत्ता लगाएको छ यहाँ के पत्ता लगाउनु रहेछ नि त्यसो भए त घरमा भएको किसानहरू हुनुहुन्छ नि किसानहरू उहाँहरू वैज्ञानिक हो कि होइन त नि कसरी हो नि लगाउने सबै वैज्ञानिक हो पहिला जति बेला वैज्ञानिक थिएनन् यस्ता अफिस थिएनन् उहाँहरूले पनि केही न केही त खोजी गर्नुभयो होला नि त होइन खाने नखाने कति बेला लगाउने नलगाउने बिउ कहाँबाट लिने के गर्ने भन्ने कुराहरू गर्नुभयो होला किसानहरूमा नि जसले चाहिँ अलिकति जान्ने तरिकाले काम गर्यो त्यो मान्छेलाई वैज्ञानिक हुन सक्यो होइन त्यही त हो नि होइन तिमीहरूले भनेअनुसार त्यो गर्नको लागि त्यो पत्ता लगाउनको लागि काम गर्नुपर्छ केटाकेटी हो होइन तपाईँ केटाकेटी हो अनि के गर्नु पर्यो अनुसन्धान गर्नको लागि काम गर्नु पर्यो काम चाहिँ यस्तो तल बसेर गर्नुपर्छ हेर्नु भयो भने के देख्नु त्यो केराउको पनि हुन्छ अब हामीले के गर्छौँ भने केराउ घरमा त बुबा आमाहरू लगाउनुहुन्छ होला धेरैको त्यहाँ एउटा जात लगाउनुहुन्छ होइन तर हामीले सानो प्लटहरू ठाउँ लगाएर थुप्रै जातका 100औं जातका केराउहरू लगाउँछौँ। 100औं जातका केराउहरू लगाउँदा
कुन केराउ सबैभन्दा राम्रो छ त हामीलाई थाहा हुन्छ नि त 1 2 चोटि 3 4 चोटि हामी लगाइसकेपछि सबभन्दा राम्रो फल्ने केराउलाई चाहिँ ल यो तपाईँहरू लगाउनुहोस् भनेर दिन्छौँ किसानहरूलाई बुझ्नुभयो कि नै किसानले त यत्रो आफै बनाएर हेर्न सक्नुहुन्न नि त यस्तो 100 वटा जातहरू होइन र हामीले के गर्ने काम के हो भने 100 वटा जातमा सबभन्दा राम्रो जात चाहिँ 2 4 वटा यो छ भनेर भन्दै नि हो बुझ्नुभयो यही गर्ने काम चाहिँ अनुसन्धान हो कृषि अनुसन्धान भने यही हो अब यस्तै गरेर मुलामा केराउमा यो केराउको बिउ उत्पादन भइरहेछ अब धानको यहाँ हाइब्रिड धान भने थाहा छ होइन धेरैलाई धान हाइब्रिड बनाउने काम पनि हामी गर्छौँ यहाँ हाइब्रिड मकै भन्ने पनि थाहा होला हाइब्रिड भने के हो नि हाई भने ठुलो अनि ब्रिड भनेको जात होइन ठुलो राम्रो जात हाइब्रिड भनेको त्यही हो एउटा जात अर्को जातसँग मिसाएर क्रस गर्ने भन्छ के त्यहाँबाट सबभन्दा राम्रो चिज निकाल्छ त्यो धेरै राम्रो हुन्छ भन्ने पुरा यो बुझ्दैन होला तिमीहरूले अहिले विभिन्न जातहरू धानका जातहरू गहुँका जातहरू मकैका जातहरू यहाँ चाहिँ पत्ता लगाइन्छ खोजी गरिन्छ र सबभन्दा राम्रो जात हामी चाहिँ खुल्ला बारीमा लगाउँछौँ सबै जात राम्रो हुँदैन नि त होइन सबभन्दा राम्रो 2 4 वटा जातहरू चाहिँ हामी यो यहाँबाट नभएर अनि यहाँ कुन जात राम्रो हुन्छ अनि माथि सुर्खेतको त्यो डाँडामा कुन जात राम्रो हुन्छ गाजरको फुलमा कुन जात राम्रो हुन्छ त्यहाँबाट अलिकति हाइटमा कुन जात राम्रो हुन्छ भनेर सबै अनुसन्धान गर्नु काम भनेको के हो कृषि अनुसन्धान होइन यस अनुसन्धान भने बुद्धि है यहाँबाट के पाइने रहेछ त धान गहुँका जातहरू यस्तै हो यहाँ काम गर्ने काम छ अलिकति होइन तपाईँहरूलाई गर्नुहुन्छ होला मान्छेलाई कति धेरै बेफाइदा हुन्छ भन्ने कुरा पनि अनुसन्धान हुन्छ मान्छेलाई अवसर हुने गरेर पिछाडि हाल्नु भएन नि त होइन त्यही भएर घरमा मम्मी बुवाहरूलाई पिछाडि धेरै नहाल्नु चाहिँ हामीले खानेकुराहरूमा भन्नु है अरू के छ केही छ सोध्नुपर्ने यति धेरै हलहरू चाहिन्छन् अरू पनि सामानहरू हुन्छन् धेरै यो पारित हेर्नु त विषादी छर्नको लागि पनि मेसिनहरू हुन्छन् ट्र्याक्टरबाट राख्ने हुन्छ होइन थ्रेसिङ गर्नेहरू थुप्रै सामानहरू हुन्छन् अलिक तलतिर छन् उता तल हेरेर थ्रेसिङ गरिरहेछ होइन अनि बिउ भण्डारण गर्ने बिउ भण्डारण भन्ने थाहा छ बिउहरू राख्ने ठाउँ तर कस्तो ठाउँमा